उल्टो घर जाने क्रममा डोजरले बाटो सम्झाउँदै गरेको यो दृश्य। उल्टो घरको मेन गेट पस्ने द्वार। हामी 4 भाइ उल्टो घरतर्फ प्रस्थान। टिकट काउन्टर उल्टो घर। कसरी हो टिकट है? खोइ वचन कता गयो? वचन हजुर ए खोइ प्रवेश उल्टो घर खास। हामी 4 भाइ उल्टो घर हेर्न आएका छौँ। यो गाइस हाम्रो वचन सरले यहाँको एउटा मृगलाई चाहिँ घाँस खिलाउँदैछ। यता हाम्रो गणेशजी अनि यता हाम्रो भान्जा मुकेश उहाँ पनि उल्टो घर हेर्न आएको छ गाइस। किङ रहेछ डाइनोसर। डाइनोसरलाई चाहिँ के खिलाइदिनु त? ल उल्टो घरको प्रवेश हुने यसो देखिने मात्रै हो रहेछ त। सिसा सबै फुटाइदिएछ। ए छिर्ने रहेछ भित्र। ल यो उल्टो घरको दृश्य गाइस। गाडी पनि यसरी उल्टो राखेको रहेछ। ल अहिले हामी उल्टो घरको सिँढीमा प्रवेश गर्दैछौँ गाइस। ए यस्तो रहेछ गाइस उल्टो घर। ग्यास चुल्हा उल्टो, भाँडा उल्टो यस्तो रहेछ। बस्ने सिँढी। हेलो हेलो तिमी हो? टोइलेट चाहिँ कसरी यसरी खुट्टा यता गरेर यता माथि गर्नु? त्यस्तै रहेछ। राम्रो आयो त फोटो। यस्तो रहेछ। यो त भयो त। अलिक यता गाइजी अनि त्यहाँबाट एउटा पाइप बेड यस्तो रहेछ। सुत्ने बेड पनि माथि रहेछ गाइस। यो चाहिँ ओछ्यान पनि यस्तो छ गाइस। सानो रहेछ ठिकै खासै केही चाहिन्छ। चिज चाहिँ खासै रहन्छ गाइस। तर टिकट दर 100 रुपियाँ रहेछ। अलिक चाहिँ कस्ट महँगो भयो कि जस्तो लाग्यो गाइस। र फ्रिजहरू उल्टो खासै के रहन्छ यति नै रहेछ। ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ यस ठाउँ भ्रमण गर्नु गाइस।